वर्षको इन्तजार कस्तो हुन्छ त्यो विराट कोहलीलाई मात्र थाहा छ र त्यो आशु त्यो इन्तजारको हो र त्यो सपना पूरा भएको कुराको हो र फेरि पनि आरसीबीलाई धेरै धेरै धन्यवाद र म मनैदेखि खुसी छु। यो जित ती सबै आरसीबीनहरुको लागि, यो जित त्यो सबै मुटुहरुको लागि जसले 18 वर्षदेखि यो टिमको लागि जितोस् भनेर आश गरिरह्यो र जुन 3 मा त्यो इन्तजार खतम भएको छ 6256 दिनपछि र 90,08,640 मिनेटपछि यो इन्तजार खतम भएको छ। यो जित ती सबै मुटुहरुको लागि जसले आरसीबीलाई सपोर्ट गरिरहे 18 वर्षदेखि र यो जित ती सबै खेलाडीहरुको लागि जसले 18 वर्षदेखि यो फ्र्यान्चाइजलाई ट्रफी जिताउनमा कुनै कसर छोडेनन्। तर भगवानको मर्जी यही थियो र 18औं सिजनमा 18औं नम्बर जर्सीले ट्रफी जितोस् भन्ने भगवानको इच्छा थियो, यही लाग्यो। जुन 3 मा त्यो इन्तजार खतम भयो, फाइनली विराट कोहलीले ट्रफी उचाए। यो ट्रफीको महत्त्व ती आरसीबीयनहरुलाई थाहा छ जुन 3 चोटी फाइनलमा पुगेर फेरि हार्नु पुगे र यो पाली त्यो गल्ती दोहोरिने थिएन र दोहोर्याउन चाहदैन थिए सबै खेलाडीहरु र आरसीबीले देखाइदिएको छ उनीहरु पनि एउटा ट्रफी त डिजर्भ गर्छन् भनेर र विराट कोहलीले यो ट्रफी डिजर्भ गर्नुपर्छ। यो ट्रफी विराट कोहलीको लागि, खास गरी रजत पाटीदारले आफैले भनेका थिए यो ट्रफी हामी विराट कोहलीकै लागि जिताउन खोजिरहेका थियौं किनभने जो मान्छे 18 वर्षदेखि पुरै जीव ज्यान मेहनत र लगनशीलताका साथ यो टिमको लागि ट्रफी जिताउनमा लागिरहेको थियो उसका लागि यति त गर्न सकिन्छ र हरेक आरसीबीयन प्लेयरहरु विराट कोहलीको लागि यो ट्रफी जिताउन चाहन्थे र एउटा प्लेयरले भनेका थिए यदि तपाई कसै अरूको लागि केही काम गर्दै हुनुहुन्छ भने तपाई त्यो काम 100% का साथ गर्नुहुन्छ र यदि तपाईले आफ्नो लागि गरिरहनु भएको छ भने तपाई कम्प्रोमाइज गर्नुहुन्छ त्यो काममा र यो कुरा देखिएको छ हिजोको म्याचमा र यो ती हजारौं करोडौं र लाखौं फ्यानहरुको इच्छा थियो 18 वर्षदेखि जो आरसीबीले ट्रफी जितोस् भन्ने त्यो आज जुन 3 मा सपना साकार भएको छ। पार्टी त बन्छ यो कुराको, आरसीबीलाई थाहा छ यो म्याचको महत्त्व कति छ भन्ने कुरा र अब चाहिँ ललिपप भन्नु पर्दैन आरसीबीलाई किनभने आरसीबीले पनि एउटा ट्रफी चाहिँ उचालेको छ र यो ट्रफी सँगै 18 वर्षपछि आरसीबीले त्यो इन्तजार खतम गरेको छ। फेरि पनि आरसीबीयनहरुलाई कंग्रेचुलेसन फर दिस ट्रफी। विराट कोहली डिजर्भ दिस ट्रफी किनभने विराट कोहलीले हरेक ट्रफीहरु जितिसकेको थियो र यो ट्रफी चाहिँ विराट कोहलीले डिजर्भ गर्नुपर्छ र यस्तो प्लेयरले डिजर्भ गरेन भने चाहिँ यो अन्याय हुन जान्छ र फाइनल्ली एउटा न एउटा ट्रफी चाहिँ आरसीबी पायो र डिजर्भ गर्नु पनि पर्छ भन्छु चाहिँ म चाहिँ र फेरि पनि ती सबै आरसीबीयनहरुलाई धेरै धेरै बधाई छ यो जितको लागि। यदि भनिन्छ नि कुनै कुरा पाउनको लागि कसैले गुमाउनै पर्छ र त्यो गुमाएको छ पन्जाब किङ्सले धेरै राम्रो खेलेको थियो तर दुवै पहिलो चोटी ट्रफी जित्ने दौडमा थिए तर भनिन्छ नि दुवै टिमले ट्रफी जित्न सक्दैनथे तर कहीं न कहीं विराट कोहलीले पन्जाब भन्दा पनि बढी डिजर्भ गर्थ्यो ट्रफी जित्नको लागि। त्यही भएर आज यो कुरा साबित भएको छ र भगवानको पनि यही इच्छा रहेछ 18औं सिजनमा 18औं नम्बर जर्सीले ट्रफी जितोस् भन्ने र फेरि पनि धेरै धेरै धन्यवाद। म मनैदेखि खुसी छु किनभने यो प्लेयरले एउटा न एउटा ट्रफी चाहिँ डिजर्भ गर्नुपर्छ है, नत्र चाहिँ अन्याय हुन्छ क्रिकेटमा लाग्थ्यो तर आज त्यो कुरा चाहिँ फुलफिल भएको छ र भगवानलाई पनि धेरै धेरै धन्यवाद जो यो ट्रफी आरसीबीयनहरुलाई प्रदान गर्नुभएकोमा र शशाङ्क सिंह जुनले आफ्नो टिमलाई जिताउनलाई 100% दिए तर पनि जित्न सकेनन्। विराट कोहलीले आफैले भनेका थिए जब शशाङ्क सिंहको त्यो छक्का मिस भयो र त्यसपछि चाहिँ मैले अब चाहिँ जितिन्छ है भन्ने आश लागेको थियो। विराट कोहली त्यसपछि रोएका थिए। त्यो 18 वर्षको इन्तजार कस्तो हुन्छ त्यो विराट कोहलीलाई मात्र थाहा छ र त्यो आशु त्यो इन्तजारको हो र त्यो सपना पूरा भएको कुराको हो र फेरि पनि आरसीबीलाई धेरै धेरै धन्यवाद र म मनैदेखि खुसी छु र आरसीबीयन फ्यानहरुले यो भिडियोलाई शेयर गर्नु होला, लाइक गर्नु होला र कमेन्ट भर्दिनु होला। धन्यवाद।